नमस्कार अनि स्वागत छ प्रतिभा ह्यान्डमेड क्रिएसनमा। म प्रतिभा श्रेष्ठ आज पनि बुनाई सम्बन्धी नयाँ भिडियो लिएर आएको छु। आजको भिडियोमा मैले यो बुद्ध प्याटर्नको फाइनल पार्ट लिएको छु, जुनमा हामी यो म्याट फुलको म्याट बुन्छौं। यो डिजाइन कसरी बनाउने भनेर जान्नको लागि हजुरहरूले यो भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ र प्रतिभा ह्यान्डमेड क्रिएसनलाई अहिलेसम्म सब्स्क्राइब नगरेको भए प्लिज गरिदिनु होला र नजिकै भएको बेल आइकन पनि प्रेस गरिदिनु होला, जसले गर्दा हजुरहरूलाई नयाँ भिडियो अपलोड हुनासाथ जानकारी हुनेछ। भिडियो हेर्दै जानु, मन परेमा लाइक गर्नु होला, शेयर गर्नु होला, कस्तो लाग्छ प्रतिक्रिया चाहिँ दिन नबिर्सिनु होला। र प्रतिभा ह्यान्डमेड क्रिएसनको फेसबुक पेज पनि छ, तपाई त्योमा पनि जोडिन सक्नुहुन्छ। त्यसको लिंक म डिस्क्रिप्सन बक्समा राख्ने नै छु। हामीले यो बुद्ध प्याटर्नको भाग भाग गरेर पार्ट पार्ट बनाएको छ। सबैको एउटैमै गराउँदा चाहिँ धेरै नै लामो हुने भएर मैले पार्ट पार्ट बनाएको छु र यो चाहिँ हाम्रो लास्ट पार्ट हो। यो हजुरहरूले अरु कुनै पनि फूलहरुको म्याटहरु बनाउन सक्नुहुन्छ। मैले चाहिँ यसमा लोटसको गराएको छु। यो फूलको म्याट हेर्दा जति नै राम्रो छ, बनाउँदा पनि सजिलो नै छ। यो त्यति गाह्रो छैन। यसको लागि हामीलाई 3 वटा कलरको धागो चाहिन्छ। मैले यो 3 वटा कलरको धागो युज गरेको छु र क्रुस चाहिँ मैले 4 mm को गराएको छु। हजुरहरूले पनि अलि सानो या ठूलो साइजको पनि गराउन सक्नुहुन्छ, धागोको मोटाई या यो मसिनो अनुसार। मैले योमा चाहिँ यो बुद्ध प्याटर्नकोमा चाहिँ 3 नम्बरको गराएको थिए भने अहिले चाहिँ यो 4 नम्बरको गराएको छु। आउनुहोस् आजको यो डिजाइन सुरु गरौं। सुरुमा त हामी यो पहेँलोले बुन्छौं। यसमा नट बनाउनु, म्याजिक रिङ गराउनु र म्याजिक रिङ भित्र हामीले 12 वटा डबल क्रोसेट गराउँछौं। 3 वटा चेन लिनु र यस भित्र 12 वटा डबल क्रोसेट, यो चेन सहित 12 वटा गराउने। 2 भयो, 3 4 10 11 12 अब सुरुकोमा गएर यसमा स्लिप स्टिच दिनुहोस्। यसलाई टाइट गराइदिनु र फेरि 3 सिक्री लिएर प्रत्येकमा हामीले 2 वटा बुन्दै जाने, जसले गर्दा हाम्रो 12 बाट 24 वटा डबल क्रोसेट हुन जान्छ। प्रत्येकमा 2 वटा। 2 भयो, यसमा पनि 2 वटा। यसरी प्रत्येक घरमा 2 वटा गर्दै यो लाइन पूरा गर्ने। यसरी हामीले 24 वटा बनायो। त्यसपछि यसमा गएर स्लिप स्टिच गर्ने र फेरि 3 सिक्री लिएर 1 2 3 सिक्री लिएर फेरि डबल क्रोसेट गर्ने। यसमा 2 वटा भयो। अब एउटा गराउने, फेरि 2 वटा गराउने, फेरि एउटा, फेरि 2 वटा, यसरी हामी पुरै बुन्छौं, जसले हाम्रो योमा 12 वटा घर फेरि बढ्न जान्छ र 36 वटा टोटल हाम्रो 36 वटा हुन्छ। यसरी नै गराउनु हजुरहरू पनि। यसरी हामी लास्टमा आयो। अब यसलाई पनि जोड दिनु।
त्योभन्दा अगाडि हामी यहाँ एक घर बुन्छौं र यसमा जोड दिनु अब हाम्रो चौथो लाइन सुरु हुन्छ फेरि 3 सिक्री लिने र यसमा एउटा बुन्दिनु त्यसपछि फेरि अर्को र यसमा चाहिँ 2 वटा बुन्दिनु फेरि हाम्रो यसमा 12 घर बढ्न जान्छ जसले गर्दा हाम्रो 48 टोटल 48 घर हुन्छ सुरुमा हामीले 12 घर बनायौ त्यसपछि 24 त्यसपछि 36 अब 48 घर बनाउँछौं एउटामा हामीले डबल क्रोसेट गरेपछि 2 वटा डबल क्रोसेट गरेपछि फेरि 2 वटामा चाहिँ हामीले एउटा डबल क्रोसेट गर्छौं त्यसपछि बल्ल हामी एक घर बढाएर यसमा 2 वटा डबल क्रोसेट गर्छौं यसरी नै हामी यो लाइन पूरा गर्छौं 2 वटा भयो 2 वटा डबल क्रोसेट भयो फेरि एउटैमै 2 वटा डबल क्रोसेट यही तरिकाले हामीले यो लाइन पनि पूरा गर्छौं यसरी हामी यो लाइनको पनि लास्टमा आयो अब लास्टमा हामी एक घर बुनेर अब यसमा स्लिप स्टिच गराउँछौं यो सँगसँगै हाम्रो यो पहेँलोले चाहिँ बुन्ने सकियो अब यो धागोलाई चुडाइदिनु अब हामी यसमा पिंक कलरको धागो राख्छौं यसमा मैले 12 वटा घरबाट बनाए हजुरहरुले यसलाई ठूलो बनाउनुहुन्छ भने अझ एक लाइन पनि बढाउन सक्नुहुन्छ र यसमा पनि धेरै घर पनि राख्न सक्नुहुन्छ हजुरले आफ्नो आवश्यकता अनुसार यसमा धेरै या त थोरै पनि गराउन सक्नुहुन्छ मैले चाहिँ 12 घरबाट सुरु गरेर 48 घरसम्मको बनाएर अब यसमा हामी यो पिंक कलरको राख्छौं अब यसमा चाहिँ नट बनाउनु सुरुमा र यहाँ गएर यसमा जोड दिनु 1 2 3 4 सिक्री लिनु र एउटालाई छोडेर दोस्रोमा सिंगल क्रोसेट गर्नु त्यसपछि फेरि 1 2 3 फेरि एउटालाई छोड्नु र दोस्रोमा यसरी हामी यो पुरै लाइन गराउँछौं हामीले सुरुमा चाहिँ 4 सिक्री लिएको छ यो चाहिँ हामीले एउटा छोडेर हामी दोस्रोमा पछि जोइन्ट गर्छौं त्यो भएर अब यसपछि चाहिँ हामी प्रत्येकमा हामी 3 वटा सिक्री लिने यसरी 3 सिक्री लिने र एउटा छोड्ने दोस्रोमा सिंगल क्रोसेट गरेर यो लाइन पूरा गर्छौं यसरी 3 सिक्री लिएर एक घर स्किप गर्दै हामी यो पुरै बनायो अब यसमा चाहिँ लगेर जोड दिनु स्लिप स्टिच गराउनु सरी 3 सिक्री नै लिन बिर्सेछु मैले 1 2 3 सिक्री लिएर यसमा जोड दिनु अब स्लिप स्टिच गराउनु त्यसपछि हाम्रो यो लाइन पूरा भयो अब एक सिक्री लिनु अनि त्यसपछि योमा चाहिँ सिंगल क्रोसेट गर्नु यसरी र अर्कोमा गएर पनि पहिला सुरुमा सिंगल क्रोसेट अब हामी यो पेटल बनाउँछौं अनि त्यसपछि डबल हाफ क्रोसेट 2 वटा 1 2 वटा त्यसपछि हामी यो पिकट डिजाइन बनाउँछौं त्यसको लागि 3 सिक्री लिने 1 2 3 सिक्री र योमा गएर स्लिप स्टिच गराउनु यसरी र फेरि हामी 2 वटा डबल क्रोसेट गर्छौं
1 2 त्यसपछि हाफ डबल क्रोसेट एउटा त्यसपछि सिंगल क्रोसेट त्यसपछि हामी अर्कोमा गएर सिंगल क्रोसेट गर्छौं यसरी फेरि अर्कोमा हामी यही पेटल बनाउँछौं सिंगल क्रोसेट हाफ डबल क्रोसेट दुईवटा डबल क्रोसेट त्यसपछि पिकट बनाउँछौं 1 2 3 वटा चेन र यसमा गएर स्लिप स्टिच गर्नु त्यसपछि फेरि दुईवटा डबल क्रोसेट एउटा हाफ डबल क्रोसेट र एउटा सिंगल क्रोसेट हाम्रो दुईवटा पेटल भयो अब यसरी नै हामी यो पुरै राउन्ड गराउँछौं अर्कोमा हामी यसमा यसरी जोइन्ट गर्छौं फेरि अर्कोबाट सुरु गर्छौं पेटल बनाउन यसरी नै गराउने हजुरहरु पनि यसरी नै गराएर यो सँगै हामीले यो लाइन पूरा गर्यो अब हामी यसमा गएर यसरी स्लिप स्टिच गराउँछौं त्यसपछि हामी 1 2 सिक्री लिनु यसलाई यतिकै गराउनु अब हामी यसलाई भित्रबाट गराउँछौं यो अलिकति हाम्रो यस्तो भयो यस्तो माथि आको बनाउनलाई चाहिँ हामी यो भित्रबाट गराउँछौं यसलाई यसरी राख्नु र यसरी लानु भित्रबाट र यो धागो जुन छ हाम्रो घर यसलाई चाहिँ यसरी ल्याइदिनु अलिकति यो सिक्रीसँग आयो यसलाई यसरी गराइदिनु यसरी अब 1 2 3 4 4 सिक्री लिएर प्रत्येकमा यसरी नै गराउँदै जाने यसलाई बाहिरबाट सिंगल क्रोसेट गराउँदै जाने फेरि 1 2 3 4 फेरि अर्कोमा गराउनु यसरी नै गराउने फेरि 4 सिक्री 1 2 3 4 फेरि यसमा पनि यो हामी सबैमा बनाउँछौं यो यसरी नै गराउँदै जाने हामीले सुरुमा चाहिँ 3 सिक्री ल्याएको थियो भने अब चाहिँ हामीले भित्रबाट योमा 4 सिक्री लिन्छौं फेरि अर्को लाइनमा हामीले 5 सिक्री लिन्छौं त्यसरी नै हामी बढाउँदै जान्छौं र अब हामी यही तरिकाले यो पुरै लाइन गराउँछौं 4 सिक्री र भित्रबाट यसरी गराउने यसरी हामी लास्टतिर आयो अब यसलाई गराइदिनु हाम्रो यो भइसकेको छ अब हामी यसमा लगेर जोड्छौं यसरी स्लिप स्टिच दिनु अब हामी यहीबाट नै सुरु गर्छौं हामी यो पेटलको मुनि चाहिँ यो बनाउँदैनौं पेटलै बनाउँदैनौं जुन हाम्रो यो दुईवटा पेटलको बीचमा सिक्री छ त्यसमा बनाउँछौं अब हामी यहीबाट सुरु गर्छौं एक सिक्री लिनु यसरी र सिंगल क्रोसेट हाफ डबल क्रोसेट यही पेटल बनाउने हो हामी त्यसपछि दुईवटा डबल क्रोसेट र एउटा चाहिँ ट्रिपल क्रोसेट गर्छौं हामी यसरी तीनवटा गराउने दुईवटा सम्म भयो अब तेस्रोमा 1 2 3 यो ट्रिपल क्रोसेट एउटा भइसकेपछि पिकट बनाउँछौं 1 2 3 त्यसपछि यसमा लगेर स्लिप स्टिच गर्दिनु र फेरि अब ट्रिपल क्रोसेट गर्ने 1 2 3 वटा भयो अब दुईवटा डबल क्रोसेट एउटा हाफ डबल क्रोसेट र एउटा सिंगल क्रोसेट हामीले यसमा एउटा ट्रिपल क्रोसेटले चाहिँ
राखेका छौं यो चोटी। अब यसमा गएर हामी सिंगल क्रोसेट गर्छौं र अर्कोमा गएर फेरि हामी सिंगल क्रोसेटबाट पेटल बनाउँछौं जुन हाम्रो यो दुईवटाको बीचमा हुन आउँछ र हामीले यो क्रुसलाई अगाडिबाट यसरी सिक्री तान्दै गराएको थियो, त्यसले गर्दा हाम्रो यो फूल चाहिँ यसरी माथितिर आएको छ। अब यही तरिकाले नै बनाउने हो, हजुरहरु पनि यही तरिकाले बनाउनुस्। हामीले चाहिँ योमा दुईवटा डबल क्रोसेट गरेपछि पिकट डिजाइन बनाएको थियो भने यसमा चाहिँ एउटा ट्रिपल क्रोसेट गरेपछि पिकट डिजाइन बनाएको छ। त्यो चाहिँ ध्यानमा दिनु होला, अरु चाहिँ हाम्रो सेम नै हो। अब यही तरिकाले हामी यो लाइन पूरा गर्छौं, त्यसपछि के गर्ने त्यो पनि भन्छु। यसरी हामीले यो लाइन पनि पूरा गर्यो। यसमा गएर सिंगल क्रोसेट गर्ने, त्यसपछि यसमा गएर स्लिप स्टिच गराउने। अब हामी यसमा अर्को धागो राख्छौं, यो ग्रीन कलरको धागो राख्छौं। हजुरहरुले यो भन्दा ठूलो बनाउनुहुन्छ भने फेरि एक लाइन जति पनि बुन्न सक्नुहुन्छ। मलाई चाहिँ यति नै आवश्यक भएर मैले यति नै बनाउँछु। हजुरहरुले यसमा पेटलहरु धेरै गराउनको लागि फेरि यसरी नै थप्दै जाने हो, बुन्दै जान सक्नुहुन्छ। मैले चाहिँ यति नै बनाउँछु। अब हामी ग्रीन कलरको धागो राख्छौं यसमा। यसरी ग्रीन कलरको धागो राखिसकेपछि एक सिक्री लिनु र अघिको झै गरेर हामीले यसरी यहीबाट यसलाई यसरी ल्याइदिनु। अब हाम्रो अर्को लाइन सुरु भयो। यसमा चाहिँ हामी 5 वटा सिक्री लिन्छौं। हामीले सुरुमा 3 सिक्री लियो, यसमा 4 सिक्री, यसमा 5 सिक्री। हामीले फेरि यो पेटलमा दुईवटा घर फेरि थप्ने हुन्छ, त्यही भएर हामी यसमा 5 सिक्री लिन्छौं। 1 2 3 4 5। फेरि अघिको झै गरेर यसमा प्रत्येकमा यसरी नै गराउँदै जाने। 1 2 3 4 5। फेरि यसमा यसरी लानु र यसरी लिएर सिंगल क्रोसेट गर्नु। यही तरिकाले हामी यो पुरै राउन्ड गराउँछौं। यसरी हामी लास्टमा आयो 2 3 4 5। अब यसमा गएर जोइन्ट गर्दिनु। यो टाइट पनि छ, क्रुस फेरि मोटो भयो। अहिले चाहिँ म यतिकै यसमा र अब हामी यो पेटलको मुनि यो पेटल चाहिँ बनाउँदैनौं। अब यसमा चाहिँ हामी के गर्छौं भने सिंगल क्रोसेट गर्छौं। यो धागोलाई अहिले गराउँला। यसमा चाहिँ सिंगल क्रोसेट गर्दिनु। फेरि अर्कोमा गएर अब हामी यो दुईवटाको पेटलको बीचमा पेटल बनाउँछौं यहाँनिर। अब यसमा सिंगल क्रोसेट, हाफ डबल क्रोसेट, दुईवटा डबल क्रोसेट, 1 2। अब ट्रिपल क्रोसेट गराउँछौं हामी। यसमा दुईवटा ट्रिपल क्रोसेट गराउँछौं। अघि हामीले एउटा बनाएको थियो भने अब चाहिँ दुईवटा गराउने। यसरी दुईवटा ट्रिपल क्रोसेट गरेपछि पिकट बनाउँछौं। यसमा लगेर स्लिप गर्दिनु र फेरि दुईवटा ट्रिपल क्रोसेट। फेरि एउटा भयो। अब एउटा दुईवटा डबल क्रोसेट, एउटा हाफ डबल क्रोसेट र एउटा सिंगल क्रोसेट। यसरी हामी पूरा गर्यो। अब यसमा गएर सिंगल क्रोसेट गर्नु। फेरि हामी यसमा गएर फेरि यही पेटल बनाउँछौं। अब हाम्रो यो लास्ट हो। यसलाई नै हामी
गराउँदै जान्छौँ। हामीले यसमा सुरुमा चाहिँ एउटा सिंगल क्रोसेट, एउटा हाफ डबल क्रोसेट, दुईवटा डबल क्रोसेट गरेर पिकट बनाएको थियो भने यसमा हामी एउटा सिंगल क्रोसेट, एउटा हाफ डबल क्रोसेट, दुईवटा डबल क्रोसेट, एउटा ट्रिपल क्रोसेट पछि पिकट बनाएको थियो। त्यसैगरी यसमा चाहिँ हामी एउटा सिंगल क्रोसेट, एउटा हाफ डबल क्रोसेट, दुईवटा डबल क्रोसेट र दुईवटा ट्रिपल क्रोसेट पछि पिकट बनाएको छ। यसरी हाम्रो यो तेस्रो पेटल बनाउँदैछौँ। अब यो लाइन हामी पुरै यही तरिकाले बनाउँछौँ। हजुरहरू पनि यसरी नै बनाउँदै जानुहोस्। यसरी हामी यो सबै पेटलहरू बनाएर सक्यो। अब यो सुरुकोमा गएर हामी यसमा स्लिप स्टिच गराउँछौँ। यसरी स्लिप स्टिच गर्नु, यो धागोलाई यहीँ चुडाइदिनु र यो जुन धागोहरू देखिराखेको छ यसलाई भित्रतिर गराउनु। यसरी मैले यो लोटस फ्लावर कमलको फुल पनि बनाइसकेँ। यसमा मैले 3वटा लाइन बनाएँ पेटलको। हजुरहरूले यसमा बढाउन पनि सक्नुहुन्छ। मैले चाहिँ यति नै बनाएँ। र हाम्रो यो सँगसँगै यो बुद्ध प्याटर्नको लागि हामीले बनाएको यो लोटस फ्लावरको म्याट या कुसन के भन्नुहुन्छ, त्यो सँगसँगै हामीले यो पुरै फाइनल गरिसक्यौँ। यसरी हामीले यो पुरै बनाइसक्यो। मैले यो बनाउँदा चाहिँ यसरी प्याटर्नहरू लेखेर पनि बनाएको थिएँ। देखेको छैन होला। यसरी लेखेर बनाएको थिएँ। एकदमै धेरै टाइम लाग्यो बनाउनलाई र यसमा हामीले धेरै लामो हुन्छ भनेर मैले यसमा पार्ट गराएर पनि बनाएको छु। पक्कै पनि हजुरहरूलाई राम्रो पनि लाग्छ होला, सजिलो पनि हुन्छ होला। धेरै लामो हुने भयो, मैले त्यही भएर पार्ट बनाएको छु। र हजुरहरूले पनि यसरी बनाउँदा कति टाइम लाग्छ अनि कस्तो बनाउनुहुन्छ प्लिज मलाई फोटो चाहिँ मेरो फेसबुक पेज छ प्रतिभा ह्यान्डमेड क्रिएसनको, त्यसको लिङ्क मैले डिस्क्रिप्सन बक्समा पनि राखेको हुन्छु। त्योमा पठाउनु होला। म पनि हेरेर फेरि हजुरहरूको फोटोहरू सेयर गर्छु। र यसरी पार्ट बनाउँदा हजुरहरूलाई पनि मन पर्यो होला भन्ने आशा पनि गरेको छु र सजिलो तरिकाले सिकाउने र बनाउने प्रयास गरेको छु। हजुरहरूलाई पक्कै मन पर्यो होला। यसरी मैले 2वटा कलरमा पनि बनाएँ, यो येल्लो र मरुन कलरको। हेर्दा चाहिँ यो फोटोमा भिडियोमा चाहिँ यो येल्लो कलरको कस्तो राम्रो देखेको जस्तो लाग्यो मलाई। मरुन कलर पनि राम्रो छ, तर मरुन भन्दा येल्लो झन् राम्रो लाग्यो। हजुरहरूलाई कुन राम्रो लाग्छ र कस्तो बनाउनुहुन्छ प्लिज फोटोहरू सेयर गर्नु होला। यसरी हाम्रो बुद्ध प्याटर्नको फुल ट्युटोरियल पनि हामीले बनाइसक्यौँ। हजुरहरूलाई यो बुद्ध प्याटर्नको डिजाइन कस्तो लाग्यो प्लिज मन परेमा लाइक गर्नुहोला, सेयर गर्नुहोला। कस्तो लाग्छ प्रतिक्रिया चाहिँ दिन नबिर्सिनुहोला। र बुनाइ सम्बन्धी भिडियोहरू हेर्नको लागि प्रतिभा ह्यान्डमेड क्रिएसन हेर्दै गर्नुहोला। धन्यवाद।